हेलो विद्यार्थी भाइ बहिनीहरू नमस्कार, जय श्रीराम, राधे राधे, जय बजरङ्गबली। विद्यार्थी भाइ बहिनीहरू सबभन्दा पहिला तपाईँहरू सम्पूर्णलाई मेरो युट्युब च्यानलमा स्वागत छ। विद्यार्थी भाइ बहिनीहरू यतिका दिनसम्म तपाईँको पढाइ कस्तो चलिरहेका छ? म आशा गर्दछु कि राम्रै भइरहेको छ होला। विद्यार्थी भाइ बहिनीहरू तपाईँहरू आफ्नो पढाइलाई निरन्तरता दिनुहोला। पढाइ कसेर कम्मर कसेर बस्नुहोला। निरन्तर रूपमा प्र्याक्टिस गर्दै गर्नुहोला। किनभने पढाइ नै सबै थोक हो र प्र्याक्टिस नै मान्छेलाई पर्फेक्ट बनाउँछ र एक दिन राम्रो गर्नमा सफल बनाउँछ। त्यसैले विद्यार्थी बहिनीहरू आज फेरि पनि एकजना विद्यार्थीकै सिराहा जिल्लाको माउन्ट एभरेस्ट इङ्ग्लिस बोर्डिङ स्कुलको विद्यार्थीले एउटा बोर्डिङ स्कुलमा पढेर पनि सरकारीबाट इक्जाम दिइरहेका छन् विद्यार्थी भाइले। त्यहाँबाट मेरो वाट्सएपमा डिएम गरेर यो क्वेसन पठाउनु भएको छ। सबभन्दा पहिला त म विद्यार्थीलाई धन्यवाद दिन चाहन्छु, किनभने उहाँ विद्यार्थीको कारणले गर्दा तपाईँहरू पनि पढ्न पाउनुभयो र यो प्रश्नसँग छलफल गर्नमा तपाईँहरू पनि यो इन्टरेक्सनमा तपाईँहरू पनि जोडिन सक्नुहुन्छ। त्यसैले विद्यार्थी भाइ बहिनीहरू तपाईँहरू अब तपाईँहरूको हातमा कपी र कलम र यता बोर्डतिर ध्यान दिनुहोला। आज फेरि पनि तपाईँहरूको समक्ष म एपिसोड 48 को रूपमा फेरि पनि तापै च्याप्टरबाट ग्रुप डी लङ क्वेसन जसमा 4 मार्क आउँछ त्यहीबाट यो ओल्ड क्वेसन डिस्कसन हो। यो विद्यार्थी भाइहरू यो इम्पोर्टेन्ट प्रश्न हो र यसमा के राखिएको छ प्रश्नमा कि तीनवटा के दिएको छ त धातुहरू एबिसी। यहाँ चित्रमा हेर्नु होला, यो चित्रैबाट प्रश्न रहेको छ विद्यार्थी भाइहरू। धातु ए, धातु बी, धातु सी र यो तीनवटै धातुको पिण्ड र आयतन बराबर छ, समान छ है। र अब यो पिण्ड र आयतन बराबर छ, यहाँ भनेको छ चित्रमा समान पिण्ड र आयतन भएका एबिसी तीनवटा धातुका पिण्डलाई समान तापक्रम हुने गरी तताएर मैनको भाँडोमा राखिएको देखाइएको छ। यो भाँडो भनेको मैनको हो, ठिक छ। र यी धातुहरूलाई के गरिएको छ त समान तापक्रम उपलब्ध गराएर, मतलब समान तापक्रम दिएर मैनको भाँडोमा राखिदिएको छ। भनेपछि अब ए, बी र सी को विशिष्ट तापक्रम ताप धारण क्षमता क्रमशः दिएको छ। ए भन्ने धातुको 340 जुल पर केजी पर डिग्री सी, बी भन्ने धातुको 400 जुल पर केजी पर डिग्री सी र सी भन्ने धातुको 900 जुल पर केजी पर डिग्री सी दिएको छ। यसका आधारमा निम्न प्रश्नको उत्तर लेख्नुहोस्। अब प्रश्न यहाँ दिएको छ 1, 2, 3, 4 वटा, 4 मार्कमा। यहाँ भनेछ कुन धातुमा सबैभन्दा बढी ताप शक्ति हुन्छ। अब यहाँबाट हेर्न तपाईँहरू सक्नुहुन्छ, यहाँबाट ए, बी र सी, त पक्कै पनि सी धातु, यो सी भयो, यो बी भयो, यो ए भयो, क्रमशः भएकोले पक्कै पनि सबैभन्दा बढी विशिष्ट ताप धारण क्षमता यो सी भन्ने धातुको छ, 900 जुल पर केजी पर डिग्री सी। त्यसैले सबैभन्दा बढी ताप शक्ति भनेको सीमा नै, यही धातुमा हुन्छ। किनभने जुन वस्तुको जति बढी विशिष्ट ताप धारण क्षमता हुन्छ त्यस वस्तुले बिस्तारै बिस्तारै तातो पनि हुन्छ र बिस्तारै बिस्तारै सेलाउँछ पनि, र त्यसैमा सबभन्दा बढी ताप शक्ति हुन्छ। विद्यार्थी भाइहरू हामी अस्तिका भिडियोमा पनि छलफल गरिसकेका हौँ। त्यसैले एक एन्सर सी भयो। त्यसै गरी 2 मा छ कुन धातु मैनको भाँडोमा सबैभन्दा तल पुग्छ। अब यो तीनवटा लिनुहोस् त मैन है, मैनको भाँडोमा मैनबाट बनेको भाँडोमा सबभन्दा बढी तल कुन धातु पुग्छ यहाँ भनेको छ। त पक्कै पनि जसको विशिष्ट ताप धारण क्षमता बढी हुन्छ त्यसमा ताप पनि बढी हुन्छ, ताप शक्ति। त्यसैले धातु सी सबैभन्दा बढी तल पुग्छ। त्यसैले लेखेको छ धातु सी मैनको भाँडोमा सबैभन्दा तल पुग्छ, यो आन्सर भयो। अर्को छ 3 नम्बरमा कुन धातु सबैभन्दा छिटो चिसो हुन्छ। अब हेर्नुहोस् त यसैमा एबिसी मध्ये सबैभन्दा कम विशिष्ट ताप धारण क्षमता भएको वस्तु सबैभन्दा छिटो चिसो हुन्छ। त सबैभन्दा कम कुनमा छ त पक्कै पनि एमा, 340 मात्र छ। त्यसैले धातु ए सबैभन्दा छिटो चिसो हुन्छ, यो एन्सर भइहाल्यो। 4 मा छ कुन धातुले गुमाउने तापको परिणाम सबैभन्दा धेरै हुन्छ। त जसको बढी हुन्छ त्यसैले गुमाउने, त्यसको गुमाउनेको क्षमता पनि के हुन्छ सबैभन्दा धेरै हुन्छ। यसको विशिष्ट ताप धारण क्षमता सी को 900 जुल पर केजी पर डिग्री सी रहेको छ। त्यसैले धातु सीले पनि गुमाउने, ताप गुमाउने परिणाम पनि अरूभन्दा तुलनात्मक दृष्टिकोणले सबैभन्दा बढी हुन्छ। त्यसैले एन्सर सी भयो।
यसरी विद्यार्थी भाइबहरुहरू यो चित्रको आधारमा यसरी तपाईहरु सिम्पली तरिकाबाट एकदम पढेको कन्सेप्ट लिएको आधारबाट अब ताप च्याप्टरबाट जबसम्म तपाईहरु कन्सेप्ट लिनु भएन भने कन्सेप्ट लिन सक्नु भएन भने त्यो च्याप्टरका बेसिक कुरा तपाईहरु यदि जबसम्म तपाईहरुलाई आएन भने तबसम्म तपाईहरु यसरी कन्सेप्चुअल टाइपको क्वेशनहरु बनाउन सक्नुहुन्न है। त्यसैले कन्सेप्ट लिएर पढ्नु होला। केही समस्या छ भने त्यहाँ कमेन्ट गर्नु होला। विद्यार्थी भाइबहरुहरू म तपाईहरुलाई के भन्न चाहन्छु कि मेरो यो युट्युब च्यानल निशुल्क रूपमा अनलाइन लर्निङ प्लेटफर्म हो। यसमा तपाईहरु कहीँबाट कुनै देश होस् या विदेश हो कुनै पनि देश या विदेशको कुनै कुनाकाप्चाबाट तपाईहरु निशुल्क रूपमा मेरो च्यानलमा भिजिट गर्नुपर्ने हुन्छ र लाइक गरी सब्स्क्राइब गरेर जोडिन सक्नुहुन्छ विद्यार्थी बहिनीहरू। र तपाईँ आफू पनि पढ्नु र अरूलाई पनि पढाउने वातावरण बनाउने कार्य तपाईँ हो, किनभने तपाईँको एउटा सेयरले तपाईँ मात्र नभएर देशका अरू विद्यार्थीहरू पनि पढाइमा एक्स्ट्रा इफोर्ट पाउन सक्नुहुनेछ। त्यसैले योर वान सेयर इज मस्ट इम्पोर्टेन्ट फर एभ्रीबडी, not only you, for all the student all over the world. So my dear student, please keep studying properly and systematically. अब विद्यार्थी भाइहरुहरू म तपाईहरुलाई के भन्न चाहन्छु कि तपाईहरु निरन्तर रूपमा प्र्याक्टिस गर्दै गर्नु होला। अहिले हाम्रो लङ क्वेशनको सेसन चलिरहेको छ। म यसैलाई टार्गेट गरेर खास गरी लङ क्वेशन सेसनमा हामी लङ क्वेशन डिस्कस गर्नेछु प्रत्येक च्याप्टरबाट। त्यसैले तपाईहरु नआत्तिनु होला, राम्ररी पढ्नु होला। फेरि पनि म तपाईहरु समक्ष नेक्स्ट भिडियो लिएर आउने नै छु। तबसम्म तपाईहरु राम्ररी पढ्नु होला, निरन्तर रूपमा प्र्याक्टिस गर्दै गर्नु होला र स्वस्थ रहनु होला।